मसरुम आयो तपाईँ हाम्रै गाउँ घरको उत्पादन नेपाली उत्पादन डल्ले च्याउ मसरुम आयो आउने भन्ने केही पनि छैन कि हामी कृषि प्रधान देशमै बसेको मान्छे हो हामीलाई चाहिँ हुन्छ गर्न सक्यो भने सम्भव छ नेपालमै भन्न चाहन्छु अब जुनसुकै पेसा गर्ने हो त्यसमा आफू दत्तचित्त भएर लागियो भने त्यो सफल भइन्छ कृषिमा नहुने भन्ने त अब हामी सबैको पेसै कृषि हो नहुने भन्ने केही पनि छैन नमस्कार मेरो नाम रमेश गौतम घर शुद्धोधन गाउँपालिका वडा नम्बर 4 मैनैया पेसा कृषि र अहिले हाल अलि बढी व्यस्त गणेउला खेतीतर्फ आकर्षित र बाहिर सबैले चिन्ने परिचित नाम फर्सटिगर सिंहारी शुद्धोधनमा अन्डा र च्याउवाला भनेर पनि धेरै परिचित छु अहिले चाहिँ घरमै गणेउला पालन गरेर बसिरहेको छु गणेउला खेती गर्नु भएर चाहिँ कति वर्ष बसेर गणेउला खेती गर्न थालेको हजुरले मैले गणेउला खेती सुरु गरेको भर्खरै एक वर्ष अझै भएको छैन यो सिडिएम नेपाल र शुद्धोधन गाउँपालिकाले दिएको तालिम चैतको 7-8 गते चैतबाट अघिल्लो वर्ष यही चैतबाट तालिम लिएर सुरु गरेको यो छोटो समयमा मलाई लाग्छ चैत भनेपछि त 5-6 महिनामै हाम्रो हेऱ्यौँ काम एकदम धेरै व्यापक रूपमै गर्नुभएको रहेछ अहिले टनका टन मल बनाउनु भएको छ अनि गणेउला खेती त गर्नुभयो हामी पनि भन्छौँ यो देशमा परिस्थिति हामीले अब रासायनिक मल नपुर्याउने रासायनिक मलको विकल्पको रूपमा गणेउला मल प्रयोग गर्नुपर्छ प्राङ्गारिक मल प्रयोग गर्नुपर्छ भनेर हामी पनि कृषि शाखामा आउने किसानहरूलाई भन्छौँ यो तपाईँले आफै प्रत्यक्ष भोग्नु भएको छ यो गणेउला मल उत्पादन गरिसकेपछि यो बजारीकरण के कस्तो समस्या छ कि सहज छ कि के छ यो बेच्नको लागि केही अप्ठ्यारो परेको छ हजुरलाई मेरो अब 6-7 महिनाको पिरियडमा लगभग 1.5 टन जति मैले बेचेँ मल मलाई चाहिँ त्यस्तो समस्या अहिलेसम्म आएको छैन है यहाँबाट परासीसम्म मल पुर्याएँ अनि अहिले पनि हालसालै अब यही तरकारी खेतीको लागि भन्दै नर्सरीहरू बुटोलको नर्सरीमा मैले पुर्याएँ त्यसपछि हाम्रो यही शुद्धोधन गाउँपालिकाकै मालिका नर्सरी भनेर सोखानीमा त्यस्तो नर्सरीहरूमा अनि बाहिर किसानहरूले पनि त्यो पर्याप्त मात्रामा कुन्टल आलु खेतीलाई भनेर कुन्टल मल लानु भएको छ भनेपछि हजुरलाई समस्या छैन माग अनुसार पुर्याउन भ्याइ नभई भएको अवस्था छ अब बाहिर अलि टाढा चाहिँ माग्नु भयो भने केही समय चाहिँ रोक्नुपर्ने जस्तो छ अनि भनेपछि बजार राम्रै रहेछ आम्दानीको पनि राम्रै भयो अनि त्यसै गरी अब मलको समस्या पनि समाधान गर्नु भयो युवा हुनुहुन्छ हामीले धेरै कुराहरू हेऱ्यौँ मल मात्र होइन गाई पालन घाँस खेती सबै गर्नुभएको छ सबभन्दा रोचक हजुरबाट म प्रेरणा भएको म त्यहाँ बसिरहँदा बिहान हिँड्नुहुन्छ तपाईँ अन्डा च्याउ भन्दै आफै लिएर हिँड्नुहुन्छ बाइकमा यो मुख्य कुरा समस्या किसानको समस्या के छ किसानहरूको उत्पादनले चाहिँ बजार नपाउने किसानले मूल्य थोरैमा बेच्नुपर्ने अनि बिचौलियाले पैसा धेरै गर्ने अनि त्यसपछि लास्टमा फेरि किन्ने मान्छेसँग बढी आउनुपर्ने त्यो अवस्था रहेको छ यसमा हजुरले आफै उत्पादन गर्नुभएको छ आफै बेच्नु भएको छ आफै बेच्दै बाइकमा हिँड्नुहुन्छ च्याउ अन्डा भन्दै हुनुहुन्छ तपाईँलाई त्यो हिँडिरहँदाखेरि कस्तो के अनुभव हुन्छ अनि कसैले केही भन्नुहुन्छ के छ त्यस्तो मलाई आफूले गरेको पेसाप्रति म त्यो घमण्ड छ लाज छैन मलाई जे गर्ने भने त्यो पेसा गर्ने मलाई एउटा कुरा जुनसुकै पेसा गर्दा नि लाज मान्यो भने पेसा हराउँदो रहेछ आफ्नो परिचय नै हराउँछ मलाई हजुरले भने जस्तै अब डल्ले च्याउ आयो भन्दै अघि परिचयमा पनि भने च्याउवाला अन्डावाला अब अहिले त वैशाखको 1 गतेबाट बाइकमा झन्डा राखेर अन्डा र च्याउ बेच्दै झन्डा नेपालको झन्डा फरफराउँदै हिँडिरहेको छु त्यसमा अनि एउटा हामी सामाजिक सञ्जाल चलाउने हो अहिले डिजिटल मार्केट छ सामाजिक सञ्जालमा मैले हेर्छु साथीहरूलाई पनि सामान्य कार्यक्रम मैले केही गरेँ भने सामाजिक सञ्जालमा जानकारी दिन्छु त्यो गराइयो भने सजिलो छ अब साथीहरू हो कुनै समस्या कुनै उत्पादन केही समय बेच्न गाह्रो छ नेपालमा अझै पनि त्यसलाई खुल्ला सिमाना हुँदाखेरि नत्र त्यति गाह्रो चाहिँ होला जस्तो लाग्दैन है मलाई
ठिकै छ, राम्रो गर्नुभएको छ। गरेपछि मेहनतै गर्ने कृषि कर्ममा गएर गर्नुपर्छ, गरेर देखाउनु भएको छ। हामीलाई पनि खुसी लाग्छ, हामी जस्तो युवा साथीहरूले बसेर गर्नुभएको छ, हामी शुद्धजन यस्तो भएको छ भनेर निर्धक्क गर्वका साथ भन्न पाएका छौँ। अन्त्यमा कृषिले केही पनि हुँदैन, गाउँमा केही हुँदैन, विदेश जानुपर्छ, विदेश भन्ने कृषिमा केही पनि छैन भन्ने जति युवाहरूको धेरै भनाइ आएको छ। त्यो युवाहरूलाई हजुरहरूले के भन्न चाहनुहुन्छ? कृषिमा अब जुनसुकै पेसा गर्ने हो त्यसमा आफू दत्तचित्त भएर लागियो भने त्यो सफल भइन्छ। कृषिमा नहुने भन्ने त अब हामी सबैको पेसै कृषि हो, नहुने भन्ने केही पनि छैन। म त आज के मानेमा खुसी छु भने तपाईँले तालिम दिनुभयो, गाउँपालिकाले तालिम दिँदै गर्दा, कृषि शाखा यसमा मेन भएर तालिम दिँदै गर्दा तपाईँहरू प्रत्येक ठाउँमा दिएको तालिम यस्तै गरेर अनुगमन गरिदिनु भयो भने छ कि छैन भन्ने थाहा हुन्छ क्या। यहाँ त सबभन्दा अलिकता किसानले नगर्ने, त्यसपछि अनुगमन पनि अलिकता थोरै भइदियो भने सजिलो हुन्छ र नहुने भन्ने केही पनि छैन। कि हामी कृषि प्रधान देशमै बसेको मान्छे हो, हामीलाई चाहिँ हुन्छ, गर्न सक्यो भने सम्भव छ, नेपालमै गर्न चाहन्छु।